मेरै बुढा लगिदियो बुहारीले भन्छ यो तपाईँ नडाट्नु है मेरो बुढा भनेर उहाँले होइन को अङ्गालोमा बसेको कसलाई अङ्गालो यहाँ सुन्नु त एकछिन मैले कुरै बुझिनँ तपाईँको यहाँ सुन्नु न मैले कुरै बुझिनँ तपाईँले अङ्गालोमा राख्नु भएको चाहिँ को अङ्गालोमा राख्नु भएको चाहिँ को तपाईँले एक दुई दिन राख्दैमा श्रीमान हुँदैन है कहाँ गयो एक दुई दिन मात्रै राखेको एक दिन मात्रै उसले भन्छ उसले बुढी भन्दैन दिदी भन्छ मलाई भन्नुहुन्छ बुढी बिचरा उहाँको नि कुरा राख्नु दिनुपर्छ है तिमीलाई म यसरी बिचल्ली पार्दिन तिमी मेरो स्वास्नी हो मैले ल्याएको त्यसले त एकछिन फोनमा बोली भन्दा त्यो त मेरो दिदी पर्छ तर मेरो बाबा मेरो आमासम्मको मान्छेलाई चाहिँ मैले कसरी बुढी भन्छु भनेर भन्नुहुन्छ उसले 2 दिन मात्रै राखेको त्यसरी भन्नुहुन्छ यो दुनियाँसँग फोनमा बोल्दैमा कतिवटा उसकै जेठाजुसँग फोनमा बोल्छ जेठाजुसँग बोला नि त्यो मेरो बुढा हो भन्नु उसले पनि 10 लाख रुपियाँ खाइदियो अरे खान्छ 10 लाख अनि यहाँ सुन्नु न त्यो जुन तपाईँको अहिलेको छ नि बोयफ्रेन्ड भन्ने यो अहिले तपाईँले राखिरहेको छ नि त्यो काजी भनेर त यहाँनिर काली एकछिन हो थुप्रो भइसक्यो यहाँ बुहारीको रुवाबासी यहाँ